Welcome to the series of 50 things to change in medical field part 2. So हामीले पार्ट 2 मा इन्टर्नको स्टाइपेन्डको बारेमा कुरा गर्छौँ। माननीय सभामुख महोदय, मेडिकल अफिसर्स, इन्टर्न्स र आवश्यक चिकित्सकहरू अत्याधिक लामो समयसम्म निरन्तर अस्पतालमा कार्यरत रहिरहेका हुन्छन्। यसले गर्दा उनीहरूको शरीरमा नकारात्मक अवस्था सृजना हुन्छ र साथसाथै उनीहरूले दिने सेवाको गुणस्तर समेत घटिरहेको हुन्छ। त्यसैले म सरकारसम्म ध्यान आकर्षण गर्न चाहन्छु कि कार्यघण्टा व्यवस्थित गर्न र उचित पारिश्रमिक पनि उपलब्ध गराउन आवश्यक नीति सुधार गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। अब सबैले थाहा भएकै कुरा हो कि हरेक मेडिकल कलेजहरूले इन्टर्न्सहरूलाई डिफ्रेन्ट स्टाइपेन्ड प्रोभाइड गरिराख्नु भएको छ। जस्तै कुनैले 10,000, 11,000, 12,000, 15,000, 20,000, 23,000 यसरी दिइराख्नु भएको छ। यसको मतलब इन्टर्नको स्टाइपेन्ड फिक्स नभएरै त हो नि। हो, यही फिक्स गराउनको लागि धेरै दिनबाट कुराहरू उठिरहेको थियो र धेरै दिनदेखि मन्त्रीहरूसँग डिफ्रेन्ट मिटिङ गरेर उहाँहरूसँग आफ्नो प्रब्लमहरूलाई सेयर गरेर यसको सोल्युसन कसरी हुनसक्छ भनेर कुरा अघि बढिरहेको थियो र अस्ति चाहिँ मन्त्रालयबाटै एउटा चाहिँ नोटिस आयो कि एउटा चाहिँ समिति गठन गर्ने। त्यसपछि त्यो समितिले चाहिँ डिसाइड गर्छ कि कति इन्टर्नलाई स्टाइपेन्ड दिने भन्ने कुरा चाहिँ फिक्स गर्ने भनेर। त्यसपछि केही दिनपछि समिति गठन भयो र समिति गठन भइसकेपछि त्यहाँ इन्भल्भ भएका मेम्बरहरू उहाँहरूले चाहिँ आफ्नो एनालाइसिसको अनुसारले इन्टर्न डक्टरहरूले एराउन्ड 50% अफ द मेडिकल अफिसरको सेलेरी पाउनुपर्छ भनेर चाहिँ उहाँहरूले एउटा प्रतिवेदन सब्मिट गर्नुभयो। तर त्यो प्रतिवेदनको चाहिँ फाइनल मन्त्रालयबाट नोटिस चाहिँ आएन, त्यो अहिलेसम्म पेन्डिङ छ। एउटा चाहिँ पोस्ट चाहिँ खाली भएको हुनाले गर्दाखेरि त्यो चाहिँ अहिलेसम्म पेन्डिङ भयो। र आज एकदमै खुसीको कुरा के भयो भन्दाखेरि इन्टर्नको र रेजिडेन्टको दुवैजनाको मागको बारेमा सांसदमा कुरा उठ्यो र त्यो हामीले चाहिँ सुरुको भिडियोमा हेरि नै सक्यौँ। उहाँहरूको चाहिँ बारेमा कुरा उठ्दाखेरि लास्टै खुसी लाग्यो र अब केही हुनेवाला छ भन्ने आश लिएर बसिराखेको छौँ। र साथसाथै अब इन्टर्नको बारेमा इन्टर्नले नबोलेर कसले बोलिदिन्छ, त्यही भएर सबै इन्टर्नहरूको एउटा आश यो नेपाल सरकारबाट छ कि इन्टर्नमा भएको प्रब्लमहरूलाई सल्भ गर्ने र देशलाई र मेडिकल फिल्डलाई राम्रो बनाउने। तर प्रश्न चाहिँ छ कि कहिलेसम्म चाहिँ यसको फाइनल डिसिजन आउला त। प्रतिवेदन सब्मिट भएको 1 महिना भइसक्यो। मे 15 सब्मिट भएको हो। त्यसको रिप्लाई अहिलेसम्म आएको छैन त कहिलेसम्म आउँछ? सरकारले प्रश्न यही नै छ।